सबैजनालाई जय मसी। म चाहिँ हाम्रो जवान सङ्गतिको वार्षिक प्रतिवेदन लिएर आएको छु। हाम्रो जवान सङ्गति चाहिँ प्रत्येक शुक्रबार साँझ 5 बजेदेखि 6 बजीसम्म 1 घन्टा हुने गर्दछ। अनि जवान सङ्गतिको सङ्ख्या चाहिँ 5 देखि 7 जनासम्म हुन्छौँ, कोही बेला त 2 जना 3 जना पनि हुन्छ हाम्रो। अनि 2082 सालको अनि हाम्रो आय व्यय विवरण चाहिँ यस प्रकार रहेको छ। जम्मा आय चाहिँ हाम्रो 4075 रुपियाँ भएको छ आय भने, व्यय चाहिँ हाम्रो जम्मा 3000 भएको छ। अनि 2082 साल 3 महिना 6 गते हाम्रो प्रदीप भाइलाई गिटार सिक्नको लागि हामीले 1000 रुपियाँ दिएका थियौँ। अनि 2082 साल 9 महिना 27 गते चाहिँ हाम्रो नकुल भाइलाई भेट्नका लागि जाँदाखेरि हाम्रो जवान सङ्गतिबाट हामीले उहाँलाई 2000 रुपियाँ दिएका थियौँ भने, अनि जम्मा 3000 रुपियाँ भएको छ। अनि हाम्रो जम्मा आय व्यय विवरण चाहिँ यस प्रकार रहेको छ। 3000 रुपियाँ हाम्रो व्यय भएको छ भने 4075 रुपियाँ चाहिँ हाम्रो आय भएको थियो भने, हाम्रो जम्मा 82 सालको बचत चाहिँ 1075 रुपियाँ भएको छ। अनि हाम्रो पुरानो 2081 सालको जम्मा बचत चाहिँ 4545 रुपियाँ रहेको थियो भने, हाम्रो अहिले पुरानो र नयाँ गरेर हामीसँग जम्मा बचत 5620 रुपियाँ रहेको छ। हुन्छ, हाम्रो 2083 सालको हाम्रो योजना चाहिँ यस्तो रहेको छ। जवान सङ्गतिले अझ सक्रिय गराउँदै लैजाने, जवान सङ्गतिबाट बाजागाजा बजाउन उत्साह दिने र तालिम दिने भन्ने बारेमा छ। अनि त्यसको गरी 3 मा रहेको छ सेवा सम्मेलनतिर निरन्तरता सहभागी हुने। अनि 2083 सालको हाम्रो अनुमानित बजेट चाहिँ यस प्रकार रहेको छ। हाम्रो 2083 सालको अनुमानित बजेट चाहिँ हाम्रो जम्मा 5000 गरेका छौँ। हाम्रो 2082 सालमा हाम्रो 4075 रुपियाँ भएको छ भने, हामीले अलिकति बढाएर हाम्रो 5000 योजना गरेका छौँ। अनि 5000 को लागि चाहिँ हाम्रो योजना बजेटको योजना चाहिँ यस प्रकार रहेको छ। गिटारहरू बिग्रेको बेलामा हामीले तारहरू फेर्नको निम्ति हामीले 1000 रुपियाँ छुट्याएका छौँ। अनि माइक्रोफोनहरू बिग्रिएको बेलामा बनाउने भनेर 2000 रुपियाँ छुट्याएका छौँ भने, अनि विवाह भोज केहीमा जान परेको लागि 2000 रुपियाँ छुट्याएका छौँ। जम्मा 5000 रुपियाँ नै बनाएका छौँ। हुन्छ, हाम्रो 2083 सालको योजना अनि हाम्रो आय व्यय विवरण यस प्रकार सबैलाई